म काठमाडौँ छु हेटौँडा सरर Yo, what's up folks? Welcome to the day 47 of the Costco vlog 365 day challenge. Let's go. What's up folks? के छ हली चल्ली अनि मैले हिजो बनाएको थिएँ केही सरप्राइज आउँछ that's why I'm here. कहाँ छु भन्दाखेरि सुमो काउन्टर हो के अनि के छ थिङ्स भन्दाखेरि फोक्स हैन जसले चिने यु अलरेडी नो मेरो घर हो हेटौँडा सो अब छुट्टी थियो that's why म जान लागेको हेटौँडा अब हैन अनि अलमोस्ट अहिले हामी 2 बजे थालिसक्यो 2 बजेपछि टक्क लाएर अब चढिन्छ 3-4 घन्टामा पुगिहाल्छ त्यसपछि टक्क देखाउँला अन्त एउटा सरप्राइज भइसक्यो अनि हान्न मैले अब फर द फर्स्ट टाइम इन द भिडियो मैले सब्सक्राइब गर्नु दाइ सब्सक्राइब गरिदिनु ल है ल फर द फर्स्ट टाइम इन द भिडियो ओके मैले भनिहालेँ दाइलाई अनि दाइ सुमो काउन्टरकै उयो अनि मैले फ्रीमा प्रमोसन पनि हान्दै हाम्रो सुमो सेवा यहाँ चाहिँ हेटौँडा सेटौँडा कता कता जाने हो यहाँ नम्बरबाट लिए नि हुन्छ सो अब जाउँ अब बिचतिर देखाउँदिनँ किन भन्दाखेरि गाडीबाट देखाउनको झ्याउ हुन्छ सो अब सिधै हेटौँडा गएर भेट्दिउँ ल यो फोक्स छैन अन्त एउटा म यहाँनिर अब आउँदा आउँदै बाटोमा अब खाना रोकिसक्यो अहिले कहाँ हो भन्दाखेरि अहिले चाहिँ म भिडियो के अनि क्या ठाउँमा ल्याएर रोक्दै कि दाइले फेरि होइन केही छैन कि देखाउनलाई अलिक डाँडातिर रोक्यो त एटलिस्ट केही त देखाउन पाउँथ्यो सो अनि यहाँ आएको होइन चिल दामी चिसो मौसम छ अहिलेसम्म चाहिँ उता जस्तै फिल भएर फेरि हेटौँडा गएपछि त्यही हो पारा होइन अब लेट्स सी अब जाउँ अब गएर हेटौँडा बजार गएर एकछिन डुलिन्छ त्यसपछि फेरि भोलि त सधैँ हो भोलि नै डुल्ने हो पर्सि नि डुल्ने हो अभियसली 3-4 ठाउँ घुम्न जानुपर्छ होइन सो अब फेरि हेटौँडा बेसी भेट्न अब भोक लगाएर राखा जानु पऱ्यो सो यो हियर वी आर फोक्स म आइसकेँ हेटौँडा यु क्यान सी होइन अब मेरो अगाडि उताको सबैजना भ्युवर सबै काठमाडौँतिरको छन् 4-5 जना सो यु क्यान सी दिस इज हेटौँडा ओके हेटौँडामा आइसकेँ अब गइदिउँ यस्तो मिलाएर अब जानुपर्ने एकछिन डुल्नलाई अब सुरुमा अब एकपल्ट चाहिँ यता अगाडि जाऊँ त्यसपछि फेरि एउटा ठाउँमा जानु छ त्यहाँ गएर आइन्छ अनि के छ भन्दा हेटौँडा खबर पुरै सुनसान छ कि होली रहेछ होला होइन हेर्ने यस्तो छ दामी तरिकाले होइन देखाइदिइहालेँ अघि भर्खरै झरेको अन्त सास पर्नु थालिसक्यो नि त नि सो लेट्स सी वाट विल ह्यापन अब एकछिन चाहिँ डुल्लो मन त्यसपछि घरतिर जम्ला भन्ने सोच्छ अब गइदिउँला नि के छ र होइन अनि खासै अहिले केही चलपल पनि रहेछ होलीको अरू बेला चाहिँ वाइल्ड हुन्छ अहिले इलेक्सनले गर्दाखेरि सबै कुरा नै के भएछ क्या सो अब एकछिन डुलेर फेरि कतै गएपछि भेटौँला है त फोक्स छैन म अघि त भनेको थिएँ नि अघि म बजारतिर झरेर मम्मी आउनु भएको थियो मम्मीलाई ब्याग दिएर पठाइदिएँ अब म टक्कै यहाँ डुल्न निस्किसकेँ होइन अनि यतातिर यसो म आइरहने ठाउँ होइन झोलिङको पुलै राप्ती बगर हेर्न लाग्छ र होइन त्यही अनुसारले म टक्क लाएर आएको अब धेरै बस्दैन बेलुका हुन थालिसकेपछि 5-10 मिनट बसेर फेरि गइहाल्नु पर्ने हुन्छ तर आएको थिएन नि त कति बसी नि आएँ बजारमा आएपछि डुल्नै पऱ्यो यसो देखाउनलाई ल्याइदिइसकेँ होइन अनि के छ मेरो फोक्स के छ हली चल्ली ठिक छ भने ठिक छ ठिक छ भने ठिक छ तर ठिक हुनु पऱ्यो अनि अर्को भनेको चाहिँ फोक्स होइन अनि आजलाई भिडियो यति नै गरौँ म काठमाडौँ छु हेटौँडा सरर आइसकेँ होइन काठमाडौँ टु हेटौँडा आज दामी भयो म त टाउको दुखिरहेको गाडीमा हेरेर त्यही पनि फाइन सो किप वाचिङ कसको भ्लग किप सपोर्टिङ मी एन्ड इट्स डे 47 ओके थ्याङ्क यू सो मच फर वाचिङ कसको भ्लग सी यु इन द नेक्स्ट भिडियो फोक्स यो